साथीहरू, नयाँ सरकारले एउटा नयाँ नियम लागू के गर्यो भने 100 रुपियाँभन्दा बढीको सामान इन्डियाबाट लिएर आउन पाउँदैन। जब एउटा चप्पल लिन गए पनि 100 रुपियाँभन्दा बढी पर्छ। अनि यदि नेपाल सरकारले त्यही सामान यहाँ त्यही हिसाबको रेटमा उपलब्ध गरायो भने यहाँको मान्छेहरू किन जान्छन् इन्डिया सामान लिन? जाँदै जान्नन्। त्यहाँ 10 रुपियाँ पर्ने सामान यहाँ 12 रुपियाँमा उपलब्ध गरायो भने यहाँको सरकारले कोही पनि मान्छे त्यहाँ इन्डियामा जाँदै जान्न सामान लिन। अनि एउटा अरू फेरि के छ भने कुनै कुनै सामान यस्तो छ कि यहाँ पुरा नेपालमा खोजे पनि पाइन्न, त्यो इन्डियामै पाइन्छ। कुनै जरुरतको सामान यस्तो छ कि त्यो इन्डियातिरै पाइन्छ, त्यो सामान पनि यहाँ उपलब्ध गराउन पर्यो सरकारले। बल्ल यो 100 रुपियाँको नियम लागू गरे कसो होला? तपाईहरु आफ्नो प्रतिक्रिया दिनु होला कमेन्ट गरेर।